नमस्कार, स्पोर्ट्स नेपाल युट्युब च्यानलमा स्वागत छ। अहिलेसम्म पनि च्यानललाई लाइक, सेयर अनि सब्स्क्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई लाइक, सेयर अनि सब्स्क्राइब गर्नुहोला। अब लागौँ आजको विषयवस्तुतिर। U19 विश्वकप एसिया छनौटका लागि नेपाली टोलीको घोषणा भएको छ। आगामी अप्रिलमा हुने आइसिसी U19 पुरुष विश्वकप एसिया छनौटका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले नरेन भट्टको कप्तानीमा 14 सदस्यीय टोलीको घोषणा गरेको छ। प्रतियोगिता आगामी अप्रिल 13 देखि 19 सम्म मूलपानीमा रहेको तल्लो र माथिल्लो दुवै मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र युएईले सहभागिता जनाउनेछन्। नेपालले आफ्नो पहिलो खेल अप्रिल 13 मा युएईसँग, अप्रिल 14 मा ओमानसँग, अप्रिल 16 मा हङकङसँग र अप्रिल 19 मा अफगानिस्तानसँग खेल्ने रहेको छ। र नेपालको 14 सदस्यीय टोली यस प्रकारको छ: कप्तान नरेन भट्ट, साहिल पटेल, दर्श सुनार, विपिन कुमार शर्मा, अभिषेक तिवारी, शिब्रिन श्रेष्ठ, दिलशद अली, दयानन्द मण्डल, युवराज खत्री, निरज कुमार यादव, रोशन कुमार विश्वकर्मा, सन्तोष कुमार यादव, अपराजित पौडेल र यी 5 टिमहरू एकअर्का विरुद्ध सिङ्गल राउन्ड रोबिनको फर्मेटमा खेल्नेछन् र यसरी टेबल टपर हुने टिम चाहिँ 2026 वर्ल्ड कपको लागि क्वालिफाई हुनेछ। र टिम नेपाललाई वर्ल्ड कप क्वालिफाई हुनको लागि अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छौँ। र यस्तै नेपाली खेलकुद सम्बन्धी विभिन्न जानकारीका लागि स्पोर्ट्स नेपाल युट्युब च्यानललाई लाइक, सेयर अनि सब्स्क्राइब गर्न नभुल्नुहोला भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छौँ। धन्यवाद।